त हामी ट्याक्सीमा आइराख्दै है 5 जना मलाई चाहिँ नगरकोट भन्दा मजा चाहिँ कालुपाडा जानु म बाइकमा गएको थिएँ त्यहाँ। हेलो गाइस हामीहरू काठमाडौँबाट नगरकोट भिजिटमा आएका छौँ। हेर्नुहोस् यो नगरकोटको बस पार्क मेरो युट्युब च्यानलमा बन्दै गर्नुहोस्। हामीसँग आउनुभएका छन् यता हेर्नु सक्नुहुन्छ हाम्रो यता हेलो गाइस हामीसँग यता भिडियोमा चाहिँ हामीसँग ब्लगमा बन्दै गर्नुहोस् के बन्दै गर्नुहोस्। अब हामी साँझतिर फसिसकेका छौँ यता सर के भन्नुहुन्छ यो कस्तो लोकेसन छ यहाँ कस्तो मौसम चिल भइरहेको छ यसो बताइदिनुहोस्। यो कस्तो वेदर कस्तो लाग्यो कि यताको भनिदिनुहोस् न भनिदिनुहोस् चिल हो अरू यो के राम्रो लाग्यो यताको साइडतिर जङ्गल छ अब मङ्गल त माथि छ मङ्गल यो हामीसँग ब्लगमा बन्दै गर्नुहोस् ग्यास बन्दै गर्नुहोस्। अब यो नगरकोटको सो भ्यूहरू हेरिरहेको छौँ। ल नाना दाई के बोलोस् बुढ्ने बेला केही आधिनियाबाट हुने भ्युज गाइज वेलकममा बन्दै गर्नुहोस् मेरो युट्युब च्यानलमा यस्तै हो हाम्रो भ्यू अलिअलि देखाउने हो धेरै देखाउनु मिल्दैन फेरि यहाँ बेन्ड गरिरहेको छ क्या फोनहरू मेरो भित्तामा बेन्ड फोन होइन कि त्यो त मजा गरेको के इकडा हेलो गाइस फेरि पनि हामी यो होटलमा एक दिन बसेर अब ब्लगको इन्डिङतिर जान लाग्छौँ हामीहरू गाइजहरू यी हामीहरू जान लाग्छौँ। अब हेर्नुहोस् गाइज हेर्नुहोस् यो हो कुकुर हामीलाई छोड्न आइसक्यो यसको नाम हो लुइस भ्याटन लच्चु गाइज हेर्नुहोस् हामीहरू अब त्यो 1 नाइट स्टे गरेर यो एकदमै भिआइपी पाराले तल आइसकेका छौँ हामीहरू हेर्दै जानुहोस्। यो हामीसँग हुनुहुन्छ उता हाम्रो कुकुर पनि अगाडि हुनुहुन्छ लुइस भ्याटन कुकुर भ्यू पनि बवाल आएको छ। बन्दै गर्नुहोस् गाइज बन्दै गर्नुहोस् गाइज अब म धेरैजना देखिरहेको छु यतातिर अब हेर्नुहोस् यो मजदाई के बोल्नु पऱ्यो यता भ्लगमा मजदाई के बोल्नु हेर्नुहोस् गाइज धेरै नै बङ्गुर हानेर यहाँ हालत डाउन भइसकेको छ गाइज फेरि भ्लगमा बन्दै गर्नुहोस्। यता प्लान्ट कलेक्सन पनि भइरहेछ यो ग्यास हेर्दै जानुहोस् भ्लग बन्दै गर्नुहोस् मसँग फेरि हामीसँग भइरहेछन् 4 जना तर बबाल आएको छ त यार यो रुट कतै हाइकिङ गरेर जाऊ फिल ग्यास हेर्नुहोस् हामीसँग यता छन् Did you wait too long? Tell him that you love him, but he's already gone. यत्रो खतरा छ मुली र हामीहरू Know that I never made it right before, darling. नेपाली होइन यो मिक्स राउन्डर हो क्या हेर्नुहोस् गाइज He never changed his way for me to budge. ग्यास हामी नगरकोट झर्नामा जाँदैछु यहाँ थकेर यस्तो भएको छ हालत गाइज हामीहरू त्यहाँ धोका पाएर बाटो अर्को बाटो आइसकेका छौँ गाइज हेर्दै नहोस् मेरो ब्लगमा बन्दै गर्नु होला
त्यसले गाह्रो छ यार। थाकेको अवस्था छ गाइज, हेर्नुहोस् थाकेको अवस्था छ। यिनीहरूलाई अब चाहिन्छ डोज। हजुर हजुर भन्नै भयो, ल स्टार्ट। म आज घुम्दै जाँदैछु झुला नान्ना गाइड। ल अर्को ल राम्रोसँग बोल्ने थाकेको अवस्था छ एकदमै। झुलुङ्गे बोलेगा नि त। कसो चाहिँ हामी कता आएको छौँ यसो बताउनु पऱ्यो। कस्तो लाग्यो हो? हेर्नु जानुहोस् ग्यास। अब यसमा हामी नुहाउनेवाला छौँ। हीरा ल बाहुबले। यो दुनिया की कितनी हाइट में देखो ये जोलंगी पुल, जन्नत देखो। ये समुद्री सतह से बहुत हाई में। गाइस काम गरेर भइसकेको छ। टी-शर्ट भिजेर हेर्नुहोस्। अब हामी देखाउनेवाला छु दुनियाँको सबभन्दा ठुलो झुलुङ्गे पुल। हामीसँग हुन्छ अहिले डान्सर दाई, प्रस्तुत गर्दै हुनुहुन्छ। बजाउने म कहाँ तामले गर्ने? यहाँ एउटा चल्ला रे। गाइजहरू सबै अहिले भाइ गो। ल दाई तल कति गहिरो छ। ग्रुपबाट नखिच्नु दाइ। हजुर